अहिले काठमाडौँको भित्ताभरि देखिने यो अनुहार हजुरहरूले पक्कै याद गर्नुभएको छ होला। आखिर यो को हो त, यो कसको अनुहार हो र यो किन बनाइएको, आज म यो भिडियोमा भन्नेछु। नमस्कार, वान स्टोरिजमा तपाईँलाई स्वागत छ। आजभोलि काठमाडौँको गल्ली र सडकमा देखिने यो अनुहार एउटा स्टेन्सिल आर्ट हो। यो स्टेन्सिल आर्ट बन्नुको वास्तविक कारण वा अर्थ कतै पनि स्पष्ट भएको छैन, तर मान्छेहरूले यसलाई फरक फरक तरिकाले अर्थ लाउँछन्। यसको सन्देश एकदमै सरल छ। जति दुःख कष्ट भए पनि आफूले आफूलाई खुसी राख्न एकदमै जरुरी हुन्छ। यो आर्टमा प्रयोग भएको अनुहार कसको हो भन्ने अहिलेसम्म कसैलाई थाहा छैन। स्ट्रिट आर्टिस्टहरूले प्राय वास्तविक व्यक्तिको नाम नबताई एउटा भावनात्मक अभिव्यक्ति प्रयोग गर्छन्। त्यही कारणले अब यो अनुहार सहरकै एनोनिमस ह्याप्पी फेस जस्तै बनेको छ। खुसी बन एउटा साधारण स्टेन्सिल आर्ट भए पनि यसले हाम्रो दैनिकीमा जीवन जति व्यस्त भए पनि आफूले आफूलाई एउटा मुस्कान दिन नबिर्सिनुहोस् भन्ने सानो तर शक्तिशाली रिमाइन्डर दिन्छ।